भोलि तपाईँ पनि एउटा सरकार बनायो भने के न्याय र विकास सम्बन्धी काम गर्न सक्नुहुन्छ। जस्तै विकासको कुरा गर्नु पर्दाखेरि अहिले मेडिकल पढ्न जाने नेपाली विद्यार्थीहरू लगभग 40 अर्ब जति हाम्रो देशमा विभिन्न सेक्टरमा डक्टरदेखि लिएर प्यारामेडिकल सबै गरेर इन्डिया, बङ्गलादेश, पाकिस्तान कहाँ गरेर 40 अर्ब पैसा हाम्रो बाहिर गएको देखिन्छ। जबकि यो गोविन्द केसी भन्ने एउटा जन्तुले जुन चाहिँ यो 40 अर्ब रोक्नलाई होइन उसले बाहिर पठाउने एउटा विदेशी पैसा खाएर उसले चाहिँ मेडिकल कलेजमा लाइसेन्स नदिने जुन प्रपोजल गर्यो नि, त्यो किन नेताहरू डराएको, किन त्यो बालन सरकार डराएको, किन केपी ओली डराएको, किन प्रचण्ड डराएको? र भोलि तपाईँ सरकारमा जाँदाखेरि केही मेडिकल कलेजको लाइसेन्स खोल्न सक्नुहुन्छ, यो खोल्नु पऱ्यो। किनभने हाम्रो देशको 40 अर्ब बाहिर गयो, नम्बर 1। नम्बर 2, र जुन यो मिटर ब्याज पीडित र आम नेपाली जनताहरूको जुन चाहिँ घरहरू अहिले गुन्डा र पुलिस र न्यायाधीश मिलेर खाइरहेछ। जस्तै म तपाईँलाई काठमाडौँमा हजारवटा नेवार समुदायका घरहरू यसरी खाइरहेको। अहिले त जुन चाहिँ यो नेवार समुदायहरू यसरी जुन बाहुन छिमेकी समुदाय जस्तै बाहिर आउन नसकेका मात्र हो, हजारौँ चाहिँ नेवार समुदायका मैले तपाईँको कुरा बुझेँ। तपाईँ सुन्नु न, म तपाईँको कुरा बुझेँ। तपाईँको दुईवटा कुरा। अब यसमा न पुलिस बोल्छ न तपाईँलाई म एउटा कुरा भन्छु त, तपाईँलाई म आज एउटा कुरा भन्छु क्या, तपाईँलाई म आज एउटा सिम्पल कुरा भन्छु। मिटर ब्याज भनेको एकछिन, मिटर ब्याज भनेको कसको? मिटर ब्याज भनेको को तपाईँलाई थाहा छ? जति पनि घुस खाएको माथिल्लो तहको कर्मचारीहरूले तलबाट पैसा लगानी गर्ने हो। काका हामीले कति सुधा थुन्यौँ भने हामी 78 दिन त्यो परिसरमा थुन्यौँ। परिसरमा थुन्दाखेरि त्यहाँ कुमारजी त्यहाँ चेक बााउन्सको केसको मान्छे ल्याउने यसरी मिटर ब्याजको, अनि त्यहीँबाट तपाईँको 1 करोडको चिज छ भने 5 करोडको त्यहीँबाट कागज गराएर घर जग्गा जमिन पास गराउने पनि देखियो नि त। त्यहाँ पुलिसले नै त्यहाँभित्र गराउने भनेपछि नेपालको एकछिन नेपालको प्रहरी प्रशासन त्यस्तो छ। यस्तो नेपालको प्रहरी प्रशासन जुन ट्रेनमा चलेको छ नि, यसले मिटर ब्याजले पनि न्याय पाउँदैनन्। र अर्को कुरा रह्यो गोविन्द केसीको कुरा, म त के भन्छु तपाईँलाई थाहा छ? यो देशमा मेडिकल टुरिज्म गरौँ न, 100वटा मेडिकल कलेज बनाऊ, सालको 10,000 डक्टर निकालौँ, 50,000 नर्स निकालौँ न। दुबईका डान्स बारमा हाम्रा चेलीबेटीहरू नि डान्स गर्न पठाउने होइन, त्यहाँ नर्स पठाउँ न, त्यहाँ नर्स पठाउँ न। ऊ काकाका भए नि 40 जनाको कोठा दिएको छ, त्यहाँ 80 जनाको कोठा दिउँ न। एलएलएम गरेर छोरीहरू निस्किउन् न, न्यायाधीश बनुन् न छोरीहरू, चिफ जस्टिस बनुन्। तर त्यो गर्दैन, कोटा लगाएको छ। अनि विद्यार्थी जति बाहिर पठाएको छ। तपाईँले भन्नुहुन्छ 40 अर्ब, त्यो त केही पनि होइन। जसरी उताबाट हाम्रा साथीहरूले रेमिटेन्स पठाउँछन् त्यसरी नै महिनाको 1 खर्ब रुपियाँ पैसा रेमिटेन्स बाहिर जान्छ। शिक्षाको नाममा मात्रै गएको साल 1 खर्ब 13 अर्ब रुपियाँ पैसा बाहिर गयो। यो सालको डेटा हेर्नुहुन्छ तपाईँ भनेदेखि 6 महिनामा 7 लाख मान्छे बाहिर गए। देश त खाली हुँदैछ त। किन टमाटर फ्याँक्नु पर्यो? खाने मान्छे नभएर किन दोकान चल्दैन? जुत्ता दोकान खोल्यो, जुत्ता लगाउने मान्छे बाहिर। सिङ्गडा दोकान खोल्यो, सिङ्गडा खाने मान्छे बाहिर। बच्चा पाउने मान्छे छैन, युवा जाति सबै पलायन। अब के गर्ने? अब यो युट्युबर साथीहरू पनि छन् नि, यिनले पनि विदेश जानुपर्छ। ती राइडरहरूले पनि सबैभन्दा ठुलो हात राइडरको र युट्युबर साथीहरूको होइन। अब यी राइडर पनि अब बाहिर जान्छन्। त्यो स्थिति हो। त्यसले गर्दाखेरि मैले भने नि 1 किलो चिनी 1 किलो नुन नकिनेको मान्छे, 1 किलो आटा नकिनेको मान्छे, एउटा साबुन नकिनेको मान्छे प्रधानमन्त्री भएपछि के हुन्छ? हामीसँग अनुभव छ, माटोसँग हामी जोडिया छौँ। एउटा कुरा। अर्को कुरा हामी के भन्छौँ? रातो पासपोर्ट नेताहरूलाई होइन, रातो पासपोर्ट नि 100 रुपियाँ भन्दा माथि कृषिको काम गर्ने मान्छेहरूलाई दिउँ न रातो पासपोर्ट, कृषकहरूलाई दिउँ न रातो पासपोर्ट। हामी त्यो भन्छौँ, त्यो योजना गर्छौँ। तर यो सुनेर फेरि उसले लागू गर्छ नि फेरि। रातो पासपोर्टै दिने हो भने कुरा बुझ्नुभयो के? त्यसले गर्दाखेरि हामीले राम्रो बुझेका छौँ। बुझ्नुभयो कि कुरा? कुरा त्यो हो। ल अरू केही छ क्वेसन? पत्रकारसँग कुराका कुरा सम्झेर धेरै दुःख नमान्नु भन्छु म। किनभने अहिलेको मेन स्ट्रिम मिडिया यही हो, तपाईँका वरिपरि अगाडिएको छ। त्यसैले पत्रकारहरू को आयो भन्दा पनि मेसेज गयो कि गएन भन्ने कुरा ठिक छ। म तपाईँलाई अलिकति यता सम्झाउँछु थोरै। र अर्को
जेन्जी आन्दोलनमा सिङ्गो देश त हो, दुनियाँ सबैले देखि संसारले। तर यो जेन्जी आन्दोलन पछाडि, यो जेन्जी आन्दोलनका पछाडि को हुन् जिम्मेवार भन्ने कुरामा सेनाले यसका स्टेक होल्डरहरूमध्ये दुर्गा परसाई पनि एउटा स्टेक होल्डर हो जेन्जी आन्दोलनको भन्ने कुरा सेनाले सार्वजनिक रूपमा भनेको। एउटा बालेन हो, एउटा रासोपा हो र अर्को दुर्गा परसाई, यसका स्टेक होल्डर 3 जना हुन् भने हो। त्यही अनुसारको वार्ता हेडक्वार्टरमा तपाईँको पनि भएको हो र हामीले पनि देखेको हो। कहाँबाट बुझ्यो कुरा? स्टेक होल्डरलाई यहाँ यो आन्दोलनको स्टेक होल्डरलाई बाहिर पर्ने स्थिति कसरी लाग्यो? या तपाईँ स्टेक होल्डर होइन भने सेनाले किन तपाईँमाथि यस्तो प्रश्न भनेको उठायो भन्ने एउटा गम्भीर प्रश्न र आजसम्म यसको सही उत्तर प्राप्त भएको छैन। एउटा कुरा, अब दुर्गा परसाई चलाक मान्छे यस्तो उस्तो दुनियाँ भन्छन्, तपाईँसँग नजिकबाट चिन्छु म, मित्र पनि सम्बन्ध हो, तर तपाईँ पानीमाथिको ओबाको बन्दै हुनुहुन्न यो जेन्जी आन्दोलनमा भन्ने प्रश्न सेनाले नै उठाइराखेको छ। हामीले कसरी बुझ्ने? एउटा। दोस्रो कुरा, राष्ट्रिय अस्तित्व कसरी जोगाउने भन्ने यस्तो गम्भीर सवाल छ। यो सवालमा राजाका कुरा तपाईँले गरिरहनुहुन्छ, कहिलेकाहीँ भेट्नु पनि हुन्छ, भेट्नुहुन्छ, राजाको कुरा गर्नुहुन्छ, अनि भोलिपल्ट राजा भन्ने आफै आउँछ, राजासँग केही होइन भन्नुहुन्छ, फेरि चित्त बुझेन भने कति दुर्गा परसाईजी नै आफै विरोधाभासमा त हुनुहुन्न भन्ने अर्को कुरा पनि छ। त्योभन्दा गम्भीर कुरा, यस्तो संवेदनशील कुरा तपाईँले उठाउनु भएको छ, दुनियाँ यसलाई यदि आकर्षित पनि गर्दैछ, तर जब तपाईँ पक्राउ पर्नुहुन्छ यो आन्दोलन पुरै सुत्छ। तपाईँ र अगाडि पछाडि हिँड्ने कोही मान्छेहरू पनि त्यो आन्दोलनको उत्तराधिकारी बन्न सक्दैन। बल्ल बल्ल आज राजाजीलाई देखेँ मैले, तपाईँको अभियानमा एउटा असल राजनीतिज्ञ जोडिनु भएको रहेछ, खुसी लाग्यो। यस्तो किन हुन्छ तपाईँको आन्दोलनमा? यी 3टा कुरा। तपाईँलाई म एउटा फर्स्ट क्वेसन कुन हो भन्नुहोस् त, म त्यसको दिन्छु। सेकेन्ड त्यो त फेरि बिर्सिहाल्छ नि, होइन काका? फर्स्ट क्वेसन, तपाईँलाई जेन्जी आन्दोलनको स्टेप म तपाईँलाई भन्छु, सुन्नुहोस्। जेन्जी आन्दोलन